एडजेक्टिभ नेपालीमा एडजेक्टिभलाई विशेषण भनिन्छ। एडजेक्टिभ जसले नाउन अर प्रोनाउनलाई मोडिफाई गर्छ। नाउन प्रोनाउनको भिडियो मैले अलरेडी अपलोड गरिसकेको छु, लिंक पनि डिस्क्रिप्सनमा दिएको छु, हेर्नुहोला। So, an adjective is a word that describes or modifies a noun or pronoun. For example, she is beautiful. यहाँ beautiful adjective हो र she pronoun हो। she pronoun she लाई adjective beautiful ले modify गरेको छ एक्स्ट्रा इन्फर्मेसन दिएर। उनी कस्तो छिन् त? ब्युटिफुल, she is beautiful। एडजेक्टिभमा पनि डिग्रीज हुन्छ, जस्तै 3 वटा डिग्री: पोजिटिभ डिग्री, कम्प्यारेटिभ डिग्री, सुपरलेटिभ डिग्री। जस्तै तल, तलर, टलेस्ट। तल भनेको पोजिटिभ डिग्री, टलर। कम्प्यारेटिभ डिग्री जसमा हामी पोजिटिभ डिग्रीमा ER जोइन गरेर टलर बनाउँछौं, जसलाई कम्प्यारेटिभ डिग्री भनिन्छ, र सुपरलेटिभ भनेको पोजिटिभ डिग्रीमा EST और ST एड गरेर टलेस्ट यसरी बनाउँछौं। फर एक्जाम्पल, राम इज टल। यहाँ नाउन राम, नाउन भयो राम, टल एडजेक्टिभ। रामलाई टल एडजेक्टिभले डिफाइन गरेको छ। सेकेन्ड सेन्टेन्स, श्याम इज टलर देन राम। यहाँ कम्प्यारिजन भएको छ। इफ दुईजनाको बीचमा मात्रै कम्प्यारिजन छ भने त्यो अवस्थामा हामी कम्प्यारेटिभ डिग्री युज गर्छौं। कम्प्यारेटिभ डिग्री भनेको ER जोइन भएको एडजेक्टिभ, दुईजनाको बीचमा मात्रै। सो यहाँ दुईजना पर्सनको बीचमा कम्प्यारिजन भइरहेको छ, राम और श्याम। राम, श्याम इज टलर देन राम। थर्ड सेन्टेन्स, हरि इज द टलेस्ट इन द क्लास। हरि इज द टलेस्ट। यहाँ सुपरलेटिभ डिग्री युज भएको छ, बिकज यहाँ धेरैजना, हरि बाहेक हरिलाई धेरैजना क्लासमा भएको धेरैजना स्टुडेन्ट और पिपलको बीचमा कम्पेयर गरिएको छ। धेरैजनाको बीचमा कम्पेयर गर्दा हामी सुपरलेटिभ डिग्री राख्छौं। जुन सुपरलेटिभ डिग्री युज गरे पनि हामी सुपरलेटिभ डिग्रीको अगाडि आर्टिकल द युज गर्छौं। द, यो पोइन्ट पनि एकदमै इम्पोर्टेन्ट छ, यो पोइन्ट पनि नोट गर्नुहोला। सुपरलेटिभ डिग्रीको अगाडि जहिले पनि द युज गरिन्छ। यहाँ अर्को एउटा मोस्ट इम्पोर्टेन्ट कुरा रहेको छ, सबै एडजेक्टिभ पोजिटिभ डिग्रीको एडजेक्टिभमा ER र EST लगाएर हामी कम्प्यारेटिभ र सुपरलेटिभ बनाउन सक्दैनौं। जस्तै टल, टलर, टलेस्ट। यसरी हामी टल वर्डलाई चाहिँ ER र EST लगाएर कम्प्यारेटिभ र सुपरलेटिभ बनाउन सक्छौं भने अरु त्यस्तो एडजेक्टिभहरु हुन्छ जसलाई हामी ER र EST लगाएर सुपरलेटिभ और कम्प्यारेटिभ बनाउन सक्दैनौं, बट मोर र मोस्ट वर्ड युज गरेर कम्प्यारेटिभ र सुपरलेटिभ भन्ने बनाउन सक्छौं। जस्तै ब्युटिफुल, ब्युटिफुललाई हामी ब्युटिफुलर यस्तो भन्न सक्दैनौं, किन भन्दा यो ग्रामर, इंग्लिश ग्रामरको रुल्स नै भयो। सो हामी यहाँ ब्युटिफुलको अगाडि मोर ब्युटिफुल लगाउँछौं र सुपरलेटिभ बनाउनको लागि मोस्ट ब्युटिफुल। यसैगरी अनेस्ट, मोर अनेस्ट, मोस्ट अनेस्ट। यसैगरी नेक्स्ट पोइन्ट रहेको छ, इफ एकजना मान्छेको दुईवटा क्वालिटी हामीलाई भन्नु छ भने हामी एडजेक्टिभको पोजिटिभ डिग्री मात्रै युज गर्छौं। दुईवटा क्वालिटी, जस्तै शी इज
beautiful and tall. She is beautiful and tall. If एकजना मान्छेको दुईवटा क्वालिटीलाई अर्को मान्छेको क्वालिटीसँग कम्पेयर गर्नु छ भने हामी त्यहाँ कम्प्यारेटिभ डिग्री युज गर्छौं। जस्तै he is stronger and better than Mohan. He भन्ने प्रोनाउनको दुईवटा क्वालिटी रहेको छ, stronger and better than Mohan. मोहनको भन्दा better and stronger भन्ने क्वालिटी रहेको छ यहाँ। नेक्स्ट, if त्यही एकजना मान्छेको दुईवटा क्वालिटी, एकैजना मान्छेको दुईवटा क्वालिटी एक आपसमा कम्पेयर गर्नु परेमा हामी पोजिटिभ डिग्री युज गर्छौं। इफ हामी त्यो डिग्रीलाई, त्यो एडजेक्टिभलाई ER or EST लगाएर डिग्रीको फर्म चेन्ज गर्न सक्ने भए पनि हामी त्यसमा ER र EST लगाउँदैनौं, मोर or मस्ट युज गरेर डिफाइन गर्छौं। जस्तै he is more smart than wise. He is more smart than wise. हामी स्मार्टलाई स्मार्टर र वाइजलाई वाइजर पनि गर्न सक्छौं। बट एकैजना मान्छेको दुईवटा क्वालिटी एक आपसमा कम्पेयर गर्नु परेमा हामी मोर युज गर्छौं र डिग्रीको फर्स्ट फर्म पोजिटिभ डिग्री युज गर्छौं। एडजेक्टिभमा यहाँ अर्को एउटा एरर पनि हुन सक्छ। जस्तै हामी सेन्टेन्सको ट्रु हेरौं। She is the kindest and most beautiful girl in the village. She pronoun जसलाई होल भिलेजमा भएको सबै केटीहरूको बीचमा, धेरैजना केटीहरूको बीचमा कम्पेयर गरिएको छ। She is the kindest and most beautiful. हामीले अघि पनि सिक्यौं ब्युटिफुललाई मोर ब्युटिफुल और मोस्ट ब्युटिफुल गरेर कम्प्यारेटिभ र सुपरलेटिभ बनाउन सक्छौं। बट ST और ER लगाएर कम्प्यारेटिभ र सुपरलेटिभ बनाउन सक्दैनौं। एउटा पोइन्ट यो भयो र अर्को पोइन्ट द, आर्टिकल द यसरी अगाडि जहिले पनि सुपरलेटिभ डिग्रीको अगाडि आउने गर्छ र दुईवटा सुपरलेटिभ डिग्री जसलाई एन्डले जोइन गरेको छ, एन्ड र यो आर्टिकललाई हामी दोहोर्याएर रिपिट गरेर दुईचोटी यसरी द काइन्डेस्ट, द मोस्ट एन्ड द मोस्ट ब्युटिफुल भन्दैनौं। यो काइन्डेस्टको अगाडि आर्टिकल द एकचोटी युज गरिसकेपछि यही दले यो मोस्ट ब्युटिफुल एडजेक्टिभलाई पनि काम गर्छ। सो हामी यहाँ द काइन्डेस्ट एन्ड द मोस्ट ब्युटिफुल युज गर्दैनौं, ओन्ली द काइन्डेस्ट एन्ड मोस्ट ब्युटिफुल यसरी भन्छौं। र यहाँ द मात्र नभएर मोस्ट, यो मोस्ट ब्युटिफुललाई हामीले काइन्डेस्टको ठाउँमा राख्यौं भने यो मोस्टले काइन्डको लागि पनि फंक्सन गर्छ र ब्युटिफुलको लागि पनि फंक्सन गर्छ। सो यो सेन्टेन्समा हामीलाई द काइन्डेस्टको लागि पनि चाहिन्छ र मोस्ट ब्युटिफुलको लागि पनि चाहिन्छ, बट मोस्ट काइन्डको लागि चाहिँदैन, हामीलाई ब्युटिफुलको लागि मात्रै चाहिन्छ। त्यसैले द काइन्डेस्ट एन्ड मोस्ट ब्युटिफुल, द मोस्ट ब्युटिफुल एन्ड काइन्डेस्ट यसरी चाहिँ गर्न मिल्दैन इंग्लिश ग्रामरको रुल्स अनुसार। Okay, thank you for watching today's episode. If this video helps you feel more confident, even a little bit, don't forget to subscribe and like the video.